मोटेङ्ग्राले 2-3 वटा चरा मार्ने यो मेसिनहरू लगेको। यो कुरालाई यहाँहरूले एकदमै ख्याल गरिदिनु हुनेछ। एकदमै बिना हिचकिचाट अनि बिना अल्छी यहाँहरूले जनताले मागेको सेवा दिनुहुनेछ। आफ्नो लगायत अरूलाई के कामलाई थाँटिराखेर कृषकले मागेको सहयोग मागेको बेलामा आफ्नो मेसिन लगेर सेवा दिनुहुनेछ। यसको लागि एकदमै अनुरोध गरेँ, आशा पनि गरेको छु। अब मेसिन कस्तो छ त अब यहाँहरूले फिडब्याक दिनुहुनेछ। गाउँपालिकालाई फोन गरेर पनि भन्न सक्नुहुनेछ। अनि अघि चाहिँ उपाध्यक्षले भनिसक्नुभयो यो मेसिन चाहिँ चलाउन जानेन भने पनि बिग्रिन्छ। यो कुरा त कसले अब जानी नजानेर आफै जस्तो पाए त्यस्तै गरेर जरा पाए त्यसरी बोताने मर्काउने थिच्ने त्यो नगर्नु होला। अलिकति वेटिङ गरेर अनि त्यो जानेको त्यही सम्बन्धी जानेको मान्छेलाई बोलाएर जेलाको व्यवस्थापन गरिदिने अथवा पोरिनुको व्यवस्थापन गर्ने गरेर मर्मसम्मार गरेर मात्रै चलाउनु होला भन्ने एकदमै अनुरोध गर्छु। र यो अहिले आज जुन प्रकारले यहाँ अनुदानको रूपमा यो थोरै पाउनु भएको छ, थोरै यो तपाईहरुको लागि केही पनि होइन, तैपनि तपाईहरु र हामी मिलेर यतिको आधुनिक कृषितर्फ हामी धकिलिँदै छौँ है भन्ने संकेत हो यो। अब यो पाइसकेपछि अर्को योजनामा हाम्रा थुप्रै छन्। धान पकेट छन्, आलु पकेट छन्, सुन्तला पकेट छन्, अनि बाख्रा पकेट छन्। यस्ता कार्यक्रममा एउटै मान्छे दोहोरिनु हुँदैन। कहिलेकाहीँ त्यहाँ डकुमेन्टेसन हुन्छ गाउँपालिकामा। एउटै मान्छेको डकुमेन्ट एउटै पुर्खाको उसको जस्तै एउटै घरको एउटै पुर्खाको 3 पुस्ते नामावली हुन्छ। त्यहाँ त दोहोर्यो भने कहिलेकाहीँ बेरुजा आउन सक्छ। त्यति बेला हामीलाई गाह्रो हुन्छ। कृषक लाभान्वित त भयो नै, तर हामीलाई त्यस्तो मिलाउन गाह्रो हुन्छ। अनि पछि सम्बन्धित शाखाका कर्मचारीहरूलाई त्यसको उत्तर दिन गाह्रो हुन्छ। त्यसैले थोरै भए पनि के ग्यापिङ गरेर मात्रै अनुदान लिनमा प्रयत्न गर्नुहुनेछ र पाएको अनुदानलाई चाहिँ आफ्नो जीवन स्तर उकास्ने काममा आफू व्यस्त हुने, आफ्नो खेती किसानलाई चाहिँ बारीहरूलाई चाहिँ एकदमै हराभरा बनाउनेमा एकदमै लाग्नुहुनेछ। शुभकामना छ सबै कृषक मित्रहरूलाई र यो सबै वातावरण बनाउने हाम्रा कृषि शाखाका सबै टिमलाई चाहिँ एकदमै हार्दिक धन्यवाद दिँदै र यो कार्यक्रममा उपस्थित भएको उपाध्यक्षज्यू, वडाध्यक्षज्यू, सचिवज्यू सबैलाई एकदमै धन्यवाद दिँदै अब तपाईहरुको बारीमा तपाईहरुले ट्र्याक्टर जोडेको देख्न पाऊँ, थ्रेसरले राम्रोसँग काम गरेको देख्न पाऊँ, अनि तपाईहरुको जीवनशैली अलिकति सहज भएको देख्न पाऊँ, सुन्न पाऊँ। यति भन्दै फेरि पनि सबैलाई धन्यवाद र शुभकामना एकदम बढाइदिँदै आज यो कार्यक्रम यही सकिएको घोषणा गर्दै र यो मेसिन वितरण गर्नको लागि हाम्रा प्राविधिक मित्रहरूलाई अनुमति दिँदै मेरो यो भनाइ अन्त गर्दछु। हस्त, धन्यवाद।